काप्न लाग्यो मरिन एकछिन चाउ नरुनु न मको रुन्छु त तपाईँ नरुनु के भगवान् प्लिज यहाँ चाहिँ हामी स्कुटरबाट आएको एन्ड इट्स रियली रमाइलो हल्का बाटोहरू चाहिँ नि पहिरो खसेको थियो बट हजुरहरूलाई म देखाउँछु है कस्तो के छ भनेर नेपालको यो टाढा टाढा हेरेर मन क्या माइलो लाग्छ क्या अनि यहाँ हुस्सु लगाइरहेछ होइन हल्का चिसो चिसो जस्तो अनि जस्ट फ्रेस हुनलाई एकदमै रमाइलो छ कि स्याटरडे होइन अनि यहाँ चाहिँ आई गेस रिसोर्ट सम्म के बन्दै होला होइन दामी बनिरहेको दामी है त्यहाँ चाहिँ फोटो खिच्ने ठाउँ पनि रहेछ चाहिँ हामी टावर जाँदैछौँ होइन एन्ड त्यहाँ टावरबाट अझ मजाले देखिन्छ होला अनि आज अब बाटो चाहिँ हल्का खेतार खेतर रहेछ गाडी यहाँ राखेको थियो बाटो चाहिँ हल्का हजुरहरूलाई त देखाउँछु बाटो चाहिँ है यो बाटोबाट चाहिँ आउनु पर्दैन गाडी चाहिँ नि यहाँबाट आउँदैन होला होइन आउँछ हिँडेर आउनु पर्ने हुन्छ होइन दुईटा गाडी एकैचोटि भयो भने चाहिँ किन सो टावरसम्म जानुको लागि चाहिँ बाटो हल्का राम्रो छैन होइन अनि पानी परेको बेला चाहिँ नि यो बाटो नट प्रिफर है आज वेदर राम्रो भएको भएर चाहिँ नि राम्रो भइरहेछ अनि बाटो चाहिँ नि इट्स एकदमै डेन्जरस यु क्यान सी है हामी त नि स्कुटीमा आएको मेरो सोरै स्कुटर त जान्छ नि यहाँबाट हामी चाहिँ भ्यू पोइन्ट पुगेँ तर लक छ क्या इज इट लक ब्रो त्यो ढोका त लक देखेँ होइन मैले हो र त्यहाँबाट हेर्ने होइन कि यहाँबाट हेर्ने त्यही त शनिबारको भ्यू टावरमा चाहिँ नि आयौँ तर यता चाहिँ नि लक छ लक यहाँबाट मजाले देखिने रहेछ तर केही छैन हामी यहाँ अब डाँडाबाट हेर्छौँ होइन यहाँबाट यसरी भ्यूहरू हेर्छ उता त्यहाँ देखिन्छ यता चाहिँ हुस्सु लागिरहेछ जस्ट वाउ है दामी छ कस्तो आनन्द के पिस भन्दा नि अघिको ठाउँबाट दामी भ्यू देखिने रहेछ है यो टावर अघिको ठाउँमा राख्यो भने नि दामी देखिन्थ्यो किनभने अघिकोबाट क्या दामी आएको थियो यो भ्यूहरू जस्ट हुस्सु चाहिँ नि यु क्यान सी है क्या दामी तल झरिरहेको आज दामी छ है वेदर चाहिँ नि मलाई त अघि तलबाटै दामी देख्यो अब त्यो भ्यू टावर बन्द भएर होला होइन अघि माथिभन्दा तलबाट भ्यू छ भ्यू टावर चाहिँ बन्द है अब तल आइरहेछौँ यु क्यान चाहिँ यस्तो बाटोबाट चाहिँ नि जानुपर्छ है माथि टावर जानलाई पछाडि हेर्न सक्नुहुन्छ है हल्का डेन्जरस छ अनि पानी परेको बेला चाहिँ नि यो बाटो हुँदैन बाइकमा त झन् मलाई डर लाग्छ जाने भन्दा तल झर्नु चाहिँ एकदमै डेन्जरस लागिरहेको बाटो फाइनली कच्ची बाटो साकिला भयो हरियाली देख्दै म त बरु यस्तो बाटोमा हिँड भने अहिले म सक्दिनँ स्कुटरमा भयो म त हेटौँडा के जानु वी जस्ट रिटर्न ब्याक होइन ग्राउन्डसो घुमेर हुस्सु चाहिँ नि मजाले झरिरहेको छ है अब मैले हुस्सु नै भन्छु दामी देखिरहेको छ होइन अब चाहिँ वी आर रिटर्निङ है हेटौँडा गयो नि के जानु होइन विदाउट प्लान नजाने सो त्यही भएर चिसो चिसो चाहिँ छ है त्यो हामीले अब त्यो काठमाडौँ लगेको त्यो गर्मीले गरेर यहाँ आउँदा त चिसै फिल हुन्छ तर शीतल पनि छ नट एकदमै एक्सट्रिम चिसो त्यो ठिक्कको चिसो छ एन्ड दिस ज्याकेट इज भेरी गुड यहाँ भनेको चाहिँ
एउटा हल्का ठास्स गनाउने भने त्यो गरेला मरेर हो कि केले हो होइन कस्तो ठास हो गरेला यहाँ मरिरह एउटा देखेँ कस्तो गनाउने कि कस्तो त्यो जुवाला स्मेल आइरह क्या मलाई के मरा टाइपको अनि त्यो चाहिँ गरेला कति धेरै मरेर रहेछ त यो बाटोमा त्यसको स्मेल रहेछ कि एकछिन त म त के भयो कि एनिमलको सुसु गरायो होला सोचेको थिएँ लास्टमा गऱ्यो बाटो राम्रो तर मास्क चाहिँ लाउनु पर्ने होइन सो हल्का डेन्जरस छ तर रमाइलो चाहिँ रमाइलो छ यु क्यान सी त्यहाँ चाहिँ हाफ बाटो नै गएको छ है पहिरोले सो हल्का डेन्जर चाहिँ नि छ तर वेन यु रिच टु द डेस्टिनी इट्स जस्ट वाउ यहाँ आउँदा चाहिँ भ्लग बनाउनु पाएन त्यही भएर चाहिँ अब जाँदाखेरि चाहिँ भ्लग बनाउँदै जाँदैछु यो चाहिँ नि मोबाइल स्विच अफ भयो सो धेरै खिच्न पाएन हामी चाहिँ नि ब्याक टु रेस्टुरेन्ट आयौँ होइन अनि त्यसपछि अब चाहिँ नि मैले हल्का भिडियो सुट गरेँ कन्टेन्ट पनि बनाउँछु नि त म आफ्नै रेस्टुरेन्टको लागि आफै बनाउँछु मल्टी ट्यालेन्टेड सो त्यही गरिरहेको थिएँ अनि आज शनिबारको दिन भएर सो अनि भर्खरै चटपटे खाएको फिल भयो मलाई सो अझ स्टिल बाँकी छ कन्टेन्ट होइन अनि बिहाइन्ड द सिन चाहिँ यस्तो हुन्छ होइन मेस हुन्छ यो कन्टेन्ट एउटा बनाउनलाई सो अब हल्का बहिनीहरू बिजी छ अनि त्यही भएर हो म चाहिँ नि अलमोस्ट भिडियो बनाउन सक्यो अनि अब चाहिँ वाक गर्दैछु 10K आई हेभ टु कम्प्लिट नगरेर शास्ति पायो होइन सो या अब म्युजिकको साउन्ड आयो भने सो सरी सकेसम्म त कट गर्न खोज्छु तर अनि है एन्ड दिस इज माई रेस्टुरेन्ट डु भिजिट है सी इज माई भूत साथी अब चाहिँ नि हामी घर जान लाग्यो आज ऊ आएको भएर चाहिँ नि होइन हामी चाँडै जान लाग्यो होइन सो 9 बजे छैन तर जान लाग्यो अब डुल्दै जाने रे चलते हम ज्यादा से जा रहे हमारा ड्राइवर पैसेंजर छुट्टी हो गया इतनी खुश हो आज 9 बजे घर जान पाएर आज हामी घुम्दै जाने कहाँ घुम्ने जाने आज बङ्गलामुखी जाने भने होइन त्यति मात्रै थाहा मलाई त्यहाँ बङ्गलामै आज र अन्धकार मलाई त्यो खाल्टोमा हालेको यो मान्छे हामी आइन्छ झन् कस्तो खाल्टो हामी जौडा आइपुग्यो कस्तो राम्रो आउँछ मैले क्यामेरा सेटिङ मिलाएको नि त हामी यहाँ चित्र देखेको छ देखो आइपुग्यौँ साथीहरू हाम्रो दिदीको भिडियोमा लाइक गरिदिनुहोस् दिदीको भिडियो भाइरल भयो भने म पनि भाइरल हुन्छु अनि धेरै पैसा कमाउँछु अनि हामी दिदीले जे भने त्यति किन्छु अनि घुमाउन लिएर जान्छु अनि म स्कुटी सिक्छु बाई कहाँ पुग्न लाग्यो मदिरा एकछिन हम कहाँ जा रहे हैं दीदिया मंगल बाजार मंगल बाजार मंगल बाजार हामी यता सब मंगल बाजार यता कस्तो राम्रो क्या मन्दिर बहुत राम्रो ट्रेनको गल्लीमा छ साथी ल बङ्गलामुखी आउन मन लागिरहेको थियो म बङ्गलामुखी बाहिरबाट भयो हामी यहाँ बाल पुग्न लाग्यो दिदीको बिहे गरेको ठाउँ खोइ उता अर्को साइडमा तर देखाउँछु भने मेरो दिदीले बिहे गर्नु भएको ठाउँ पुग्दैन हर कोहीले क्याफे खोज्छ हर कोहीले भन्न नहुने आफ्नो गल्लीमा क्याफे छ यो बाटो पहिला हेर एकदमै सुन्ने थियो कि त्यो टाइपको होइन मान्छे नहिँड्ने बाटो आधी सो धेरै होइन त्यो के क्याफेहरू रेस्टुरेन्टहरू
घर पछि छ उतानि बिसौनी भगवान् रुनु भयो कि क्या हो मेरो यहाँनिर टप्प कहाँबाट पानी चाहिँ भगवान् नरुनु न म पो रुन्छु त तपाईँ नरुनु क्या भगवान् प्लिज पानी पर्न लाग्यो आज पनि चारो घर घर कस्तो कस्तो लगाइरहेको त्यो भएर मेरो भ्लग चाहिँ दिनै आउँछ होइन त्यति नै आउँछ प्लिज लाइक गरिदिनु है अनि के भन्नु लाग्छ भने भगवान् यति साह्रो सरी म यति साह्रो राम्रो छु कि है भगवान् मेरो लागि रोइरहनु भएको छ हामी एकदम घना जङ्गलमा आइपुग्यौँ मैले तर जङ्गलै काट्छु अब यहाँबाट घरै त जाने होला अनि कतिजना पुलिस अङ्कलहरू के गर्दै हुनुहुन्छ यहाँबाट घरै जाने होला नि होइन पुग्यो नि यहाँभन्दा धेरै डुल्नु हुँदैन फेरि भगवान् पुग्नुहुन्छ उहाँ चाहिँ 1 महिनापछि आउनुभएको मेरो घरमा होइन माया मारेर जानुभएको थियो 1 महिना अनि त्यही भएर अब फेरि लास्टमा एट द एन्डमै चाहिने रहेछ होइन रिटर्न ब्याक आउनुभएको छ अब घरमा आन्टी कस्तो खुसी हुन्छ भोलि बिहान देख्नु भयो भने भोलि कति बजी जानुपर्ने काम म बिहान 8 बजी जान्छु मलाई आज भुकुले टोक्छ होला सायद एन्टीले भेट्नै पाउँदैन एन्टी 8:30 बजी त कता आउँछ 10 बजी होइन होइन म बिहान एक्स्ट्रा काम गर्छु नि नो ब्रो ए श्यामनी मेरो चाहिँ नि बेबिजहरू छ धेरै भुकुले चिनेन प्रति यो चाहिँ मेरो भुकु छोरी हो अब यो नटी हुन्छ राति राति अनि त्यही भएर चाहिँ मैले यसको रुमभित्र राख्न लगाएको छु है यसरी रुमभित्र ज्ञानी भएर बस्छ होइन अब भोलि बिहान मात्रै निस्किन्छ यो किनभने रातभरि यो गरेन यसरी लक गरेन भने मेरो रुमको केही बाँकी हुँदैन सबै बिगारेर ध्वस्तै पार्छ त्यही भएर सो थ्याङ्क यू अब चाहिँ लुगा राखिदिनु पर्यो लुगा हल्का धुनु छ होइन राति नै हो फुर्सद हो नि अनि भोलि आन्टीलाई धेरै काम नहोस् भनेर चाहिँ म वासिङ मेसिनमा लुगा राख्नु लाग्छु इट्स टाइम फर द स्किन केयर अनि मेरो स्किन केयरको भिडियो हेर्न चाहनुहुन्छ भने हजुरहरूले इन्स्टाग्राममा रोसफ्री भनेर हेर्न सक्नुहुन्छ त्यो चाहिँ मेरो ब्रान्ड हो होइन अनि त्यहाँ मैले चाहिँ भिडियोहरू बनाउँछु नाइट स्किन केयरहरूको सो फाइनली चाहिँ मैले नाइट स्किन केयर गरिसकेँ अब चाहिँ इट्स टाइम टु क्लोज द भ्लग म हल्का एडिटहरू गर्न बाँकी छ द्याट्स वाइ सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो एन्ड थ्याङ्क यू सो मच माई फ्रेन्ड यता छ सो उसलाई पनि धेरै धेरै माया गरिदिनु होला होइन सो थ्याङ्क यू सो मच सी यू टुमोरो बाई बाई